हेलो एन्ड नमस्ते गाइजहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु है। सो गाइज आज चाहिँ म गाउँतिर आइसकेको छु ट्याक्क लाएर। यहाँ मकैमा पानी लाउँदैछु म चाहिँ होइन, ट्याक्क हाम्रो मकै देख्न सक्नुहुन्छ। अब यहाँबाट मैले चाहिँ माथि लगेको छु ट्याक्क लाएर। यहाँबाट यसरी यो पाइपबाट लानुपर्छ नि त गाइजहरू। हाम्रो चाहिँ यस्तो हुन्छ क्या, बोर्डिङबाट त्यहाँबाट ट्याक्क यो चाहिँ मेरो घर भइगयो। अनि ट्याक्क यताबाट यसरी चुनुनुनु हाम्रो छोटो मिठो ब्लग अब स्टार्ट गरिसकेँ मैले। अनि म चाहिँ बिहानदेखि पट्टाएको नि त मैले यहाँ, बिहानदेखि पट्टाएर अब यति बनाइसकेँ। यसरी मकै बारी बारी लगेको हुन्छ नि, यो त्यो अर्काको बारी हो। अनि त्यहाँ माथि पनि हाम्रो बारी छ कि एउटा, त्यही भएर उता जानुपर्ने हुन्छ, यसरी लाग्नुपर्ने हुन्छ नि त गाइस। ट्याक्क लाएर है सबै अब माथि निस्किनुपर्छ हामी ट्याक्क लाएर। आउँदै गयो मायालु ट्याक्क म चाहिँ निस्केँ। अब यो चाहिँ हाम्रो मकै हो, यताको चाहिँ यो अर्काको। म चाहिँ निस्केँ अब ट्याक्कै पानी यसरी लिएको छौँ। अनि ट्याक्क लाएर अब यहाँ म चाहिँ पानी जोड्नुको लागि अर्को पाइप अब यो छोटो छोटो लगाएँ, त्यो चाहिँ त्यतातिर लगाएँ। अब यो ट्याक्क जोड्नुको लागि यहाँ राखेको छु मैले, ट्याक्क यो देख्न सक्नुहुन्छ। अनि म अहिले यहाँ तपाईँहरूलाई जोडेर देखाउँछु है। अनि मैले आज पानी पटाएको यतादेखि यता पछाडिदेखि अनि यता पुरै पटाइसकेको छु। त्यही हो गाइज, गाउँतिरको कामहरू यस्तै छ होइन। ट्याक्क लाएर अब गर्दैछु अनि गरिसक्नुपर्छ। अब त्यहाँ म डाइरेक्ट त्यहाँ भेट्टाउँछु ल तपाईँहरूलाई गाइज। सो गाइज र मेरो मकैबारी, हाम्रो मकैबारी चाहिँ यस्तो छ ल, ट्याक्क देख्न सकिहाल्नुहुन्छ। ट्याक्कै यस्तो छ ल गाइजहरू। अब यहाँबाट चाहिँ ट्याक्कै यता यतिपट्टि छ, अब उता बाँकी छ, त्यत्रो बाँकी छ हाम्रो चाहिँ लगाउनुलाई। यी देख्न सक्नुहुन्छ त्यति। अब यो चाहिँ आज सकिँदैन होला, भोलितिर सकिन्छ। पानी यस्तरी आउँछ, त्यहाँबाट ट्याक्क आइरहेको छ। अनि यहाँ पानी देख्न सक्नुहुन्छ हाम्रो यस्तरी आउँछ क्या गाइज, यहाँबाट यस्तरी आएको छ ल गाइज। यस्तै छ ल हाम्रो चाहिँ। कमेन्ट गर्नु होला कस्तो लाग्छ।